दर्शकबिन नमस्कार अनि स्वागत छ यहाँलाई ब्रेकिङ संवादमा समसामयिक विषयमा केन्द्रित रहेर एकजना अतिथिसँग संवाद गर्दै आएका छौँ। आज पनि कार्यक्रमलाई निरन्तरता दिनका लागि एकजना अतिथिका साथमा म मिन कुमार नवोदित उपस्थित भएको छु। आज हामीसँग अतिथिका रूपमा हुनुहुन्छ जसपा नेपालका नेता जयराम यादव। यहाँलाई ब्रेकिङ संवादमा स्वागत छ। धन्यवाद मिन सर। अहिले जसपा नेपाल र लोसपा बीच एकीकरण भएको छ र एकीकरण पछिको पार्टीको गतिविधि, पार्टीको रणनीति चाहिँ कसरी अगाडि बढेको छ? किनभने यहाँ केन्द्रीय नेता हुनुहुन्छ, भूमिकाकै हिसाबले भन्ने हो भने यहाँ प्रदेशको मन्त्रीदेखि लिएर प्रदेश सभा सदस्य, त्यसै गरी संविधान सभा सदस्य विभिन्न पदमा रहेर कार्य गरिसक्नु भएको छ। अब यो पार्टीलाई गति दिनका लागि यहाँहरूले कसरी रणनीति, किन दुई पार्टी बिच एकीकरण भएको छ, चुनाव पनि आइरहेको छ? सर्वप्रथम त हाम्रो पार्टीका तत्कालीन नेतृत्वहरूलाई धन्यवाद दिन चाहन्छौँ। हजुर। जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवजी र तत्कालीन लोसपा नेपालका केन्द्रीय अध्यक्ष आदरणीय मोहन ठाकुरजी, उहाँ दुईटै शीर्ष नेताहरू, अध्यक्षजीहरू र तत्कालीन लोसपाका पदाधिकारी साथीहरू र जसपा नेपालका हामी पदाधिकारीहरू, कार्यकारिणी समितिका साथीहरू, हामी पार्टीभित्रै चाहिँ पदाधिकारी लेभलमा यसको चाहिँ निर्णय गरेका थियौँ कि जसपा नेपालसँग मुद्दा मिल्ने, विचार सिद्धान्त मिल्ने पार्टीहरूसँग हामी एकीकरण गरेर अगाडि बढ्छौँ भन्ने। त्यो सवालमा लोसपा नेपालसँग हाम्रो कुरा मिल्यो, जसको कि एउटा ब्रेकिङ न्युज त तपाईँलाई यही महिनाको 13 गते नै आएको थियो, तर निर्वाचन आयोगमा दल दर्ताको रूपमा गएको थिएन। तर अस्ति भर्खरै 27 गते चाहिँ अहिले तत्काल सानै भए पनि यो अलि हतार पनि भयो, निर्वाचन आयोगले एउटा दल दर्ताको लागि समय पनि अन्तिम थियो, अनि 27 गते नै तपाईँलाई चाहिँ ऐतिहासिक एउटा दिन कायम भएको छ। तत्कालीन लोसपा नेपाल र जसपा नेपाल मिलेर पार्टीको नाम चाहिँ जसपा नेपाल नै हुने भयो र आदरणीय मोहन ठाकुरजीलाई पार्टीको अहिलेको हालको पार्टीको चाहिँ संरक्षक भनेर जिम्मेवारीमा राखियो र त्यसपछिको जिम्मेवारी भनेको केन्द्रीय अध्यक्षको हो, जसमा उपेन्द्रजी बस्नु भएको छ र पार्टीको चुनाव चिन्ह चाहिँ भनेको त्यही छाताछाप जो जसपा नेपालको थियो त्यही रह्यो र पार्टीको झन्डा पनि जसपाकै रह्यो, त्यसैगरी चुनाव चिन्ह पनि जसपाकै रह्यो। हजुर। अनि रह्यो कुरा पार्टीको झन्डा, त्यो हिसाबले भन्नुहुन्छ भने तत्कालीन लोसपासँगै मिल्ने, तर बिचमा चाहिँ पहिला लोसपाको रातो, सेतो र हरियो 3 कलरको थियो र बिचमा साइकल थियो भने यसपालि झन्डाको कलर त्यही रह्यो, तर बिचमा साइकलको ठाउँमा चाहिँ छाता राख्ने काम चाहिँ भएको छ। जस्तै अहिले एकीकरणको अभियानै लहरै चलेको छ भनौँ। नेपालका राजनीतिक दलहरूमा साना साना टुक्रामा विभाजित पार्टीहरू एकीकरण भइरहेछ। जस्तै लोसपा र जसपा बिच त एकीकरण भयो, अन्य पार्टीसँगको एकीकरणको रणनीति अथवा कार्य चाहिँ के भइरहेछ? अब यसो छ, आउँदो यो चुनावभन्दा पहिलेदेखि नै सकभर भन्नुहुन्छ भने जेन्जी आन्दोलन भदौ 23 र 24 को हुनुभन्दा पहिले पनि देखि नै एउटा सङ्घीय लोकतान्त्रिक मोर्चा भन्ने हाम्रो बनाएको थियो, जसमा कि 5-7 वटा राजनीतिक दलहरू थिए, जसमा कि राजेन्द्र महतोजी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी भन्ने छ, उहाँ पनि हुनुहुन्थ्यो, जनमत पनि सिके राउत नेतृत्वको, अनि नाउपा भनेको रेशम चौधरीको, अनि मोहन ठाकुरजीको तत्कालीन लोसपा र हाम्रो उपेन्द्रजी नेतृत्वको चाहिँ जसपा नेपाल लगायतका तपाईँलाई त्यो हृदय त्रिपाठी नेतृत्वको एउटा छुट्टै पार्टी थियो, वृखेश चन्द्र लाल भनेको उहाँको छुट्टै थियो। त्यो यो सब मिलेर हाम्रो सङ्घीय लोकतान्त्रिक मोर्चा पनि बनाएको थियो। तर अहिले के भयो भने यहाँबाट हुँदै तत्कालीन हृदय त्रिपाठीजी र वृखेश चन्द्र लाल उहाँहरू चाहिँ गएर तत्कालीन लोसपामै मिसिनु भयो, त्यहाँ एउटा पार्टी लोसपा बन्यो। अब अहिले त्यो सबै गरेर लोसपा र जसपा गएर 3-4 वटा पार्टी अहिले जसपा नेपाल भएको छ। त्यसैले अब के छ भने एक हिसाबले हामी बलियो पक्षमा छौँ। रह्यो कुरा चुनावीको सन्दर्भमा फागुन 21 गतेको चुनावको पक्षमा हामी छौँ। वर्तमान चुनावी सरकारले चाहिँ वातावरण बनाउन सक्नुपर्छ, जनतालाई सुरक्षाको प्रत्याभूति गराउन सक्नु पर्यो। हामी चाहिँ चुनावको पक्षमा चाहिँ चुनावको पूर्ण तयारीमा छौँ र पार्टीको केन्द्रीय सर्कुलर अनुसार समानुपातिकको त बन्द सूची त दर्ता नै भइसक्यो। अब प्रत्यक्षका उम्मेदवारहरूको पनि
सम्बन्धित निर्वाचन क्षेत्र स्तरबाट जिल्लामा, जिल्लाबाट प्रदेशमा र प्रदेशबाट केन्द्रमा प्रत्यक्षका उम्मेदवारहरूको पनि सिफारिस चाहिँ भइरहेको अवस्था छ। त्यसैले के छ भने हामी सङ्घीय लोकतान्त्रिक मोर्चामा भनौँ र 5-7वटा दलहरू मिलेरले 2-3वटा दलमा झरेको छ, एकीकरण हुँदै अब त निर्वाचन आयोगको समय तालिका अनुसार दल दर्तामा जान सकिँदैन। त्यो भनेको अस्तिको लास्ट डेट थियो। तर अब जो हामीसँग एक दल भइसक्यो, जसपा नेपालले भइसक्यो, त्यहाँ 4-5वटा पार्टी मिलिसकेका छ। तर जस्तै अरू पनि जो सङ्घीय लोकतान्त्रिक मोर्चा घटकमा छन् उहाँहरूसँग मिलेर हामी चाहिँ मोर्चाको तहत पनि चुनाव लड्न सक्छौँ। जस्तै तराई मधेसमा बढी केन्द्रित यहाँहरूको दल र पछिल्लो समय त राष्ट्रिय स्तरमै भयो र तराई मधेसमा यति धेरै दल किन आवश्यक छ? होइन, यसो छ, तपाईँले जहाँ पपुलेसन छ, आखिर हिमाल र पहाड त हाम्रो भूगोल मात्रै रह्यो। अस्तिको दिनमा त पपुलेसन जनसङ्ख्या पनि थियो, तर अहिले वैदेशिक रोजगारले गर्दा र हिमाल पहाडको तपाईँलाई विकासको क्रम सुस्त गतिले गर्दा पनि अलिकति त्यहाँ घाँस बाँस कपास शिक्षा स्वास्थ्य यातायात पुग्न नसकेको कारणले पनि धेरैजना मान्छे बसाइसराई मधेसतिर झरे र कतिजना विदेश पनि वैदेशिक रोजगारमा गए। जसले गर्दा के छ भने हिमाल पहाडमा अब भूगोल छन्, पपुलेसन रहेन। त भन्नाले के छ, त्यही हिसाबले पनि मधेस केन्द्रित भनौँ या तराई केन्द्रित भनौँ, त राजनीतिक दलहरू खोल्नु स्वाभाविक हो। किनभने अब बजार त यतै छ, जनसङ्ख्या यतै छन्। त्यसले गर्दा पनि यसलाई स्वाभाविक रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ। जस्तै यहाँको चुनावको अन्य हामी राजनीतिक कुराकानी गर्छौँ र यहाँले जुन उद्देश्य राखेर तराई मधेसमा राजनीति सुरु गर्नुभयो, दल गर्नुभयो, एउटा विश्लेषण आउँछ नि, तराई मधेसमा जुन नाममा यहाँले राजनीति गर्नुभयो, नागरिकले जुन जीवनस्तर माथि उठ्नुपर्ने थियो, त्यो जुन लक्षित वर्ग थियो यहाँहरूले राजनीति गरे, उहाँहरूको जहीँको त्यहीँ यहाँ चाहिँ माथि माथि पुग्नुभयो, पद पाउनुभयो, मन्त्री पाउनुभयो, सांसद पाउनुभयो, विभिन्न चाहिँ अवसर पाउनुभयो। तर त्यो जुन वर्गको लागि भनेर, जुन समुदायका भनेर लाग्नुभयो नि, उहाँहरूको चाहिँ जहाँको तीन छ भन्ने एउटा विश्लेषण पनि आउँछ, एउटा गुनासो पनि आउँछ। यसलाई चाहिँ कसरी लिनुभएको छ यहाँले? होइन, तपाईँले भनेको कुरा पनि स्वाभाविक हो। केही हदसम्म हामी आफ्ना मुद्दाहरूलाई कार्यान्वयन गराउनमा सफल भएका छौँ भने जति हुनुपर्ने थियो त्यति हुन पाएको छैन। यसको त्यो नहुनुको होइन, मुख्य कारण के हो भने हामी विभिन्न चुनावहरूमा भाग लियौँ, आन्दोलनपछि भाग लिएर हामी भन्नाले प्रतिनिधि सभा र प्रदेश सभामा पनि पुग्यौँ। तर त्यहाँ के छ भने हाम्रो नेतृत्वको सरकार त बनेको छैन नि। हामी कुनै न कुनै पार्टीको नेतृत्वमा सहभागी भएर सरकारमा जान्छौँ। अहिले पनि देशमा तपाईँ हेर्नुहुन्छ भने खास गरी केन्द्रीय र सङ्घीय सरकार त त्यही काङ्ग्रेस एमाले र माओवादी नेतृत्वमै बनेको छ। 2072को संविधानपछि जतिपल्ट पनि तपाईँलाई केन्द्रीय सरकार बनेको छ, सङ्घीय सरकार, त त्यो भनेको त काङ्ग्रेस एमाले र माओवादीकै नेतृत्वमा बनेको छ भने जसपा नेपाल उपेन्द्र यादवको नेतृत्वमा त सरकार बनेको छैन। त्यसैले के छ भने आफ्नो नेतृत्वमा सरकार हुनु र अरूको सरकारमा सहभागी हुनु कारण त होइन, त फरक हो। होइन, पछिल्लो उपाय होइन, यो होइन, तपाईँले भनेको कुरा आफ्नो ठाउँमा ठिक छ। तर मैले भन्न खोजेँ, तपाईँले आज स्टुडियोमा यहाँको पार्टीको नेतृत्वमा सरकार भएको भए जनताले धेरै सुविधा पाउने थियो। तपाईँले जुन वर्गलाई, जुन समुदायलाई आश्वासन दिएर राजनीति गर्नुभयो, त्यो समुदायले अहिलेभन्दा अधिकार अथवा चाहिँ सुविधा विकास पाउने थिए, अझ बढी चाहिँ महसुस गर्थे। तर अहिले पनि केही नभएको होइन। जस्तै मधेस आन्दोलन गर्दा मैले जुन यो ठाउँमा मोरङ जिल्लामा नेतृत्व गरेका थिएँ, त्यो धेरै कुरा परिवर्तन पनि भएको छ। अहिले तपाईँको यो स्टुडियो हो, यो ब्रेकिङ नेपालको न्युजमा डेस्कमा तपाईँले बोलाएर न म आएको हो। तपाईँले यो अवसर मलाई दिनुभयो अनि म आफ्नो कुरा राख्दैछु। त्यस्तै के हो भनेको सरकारको प्लेटफर्म भनेको त प्रधानमन्त्रीको नेतृत्वमा हुन्छ। त्यसैले हामीले आफ्नो मागलाई, तपाईँको यो स्टुडियोमा आएर त मैले आफ्ना माग र मुद्दा नराख्ने हो, तर यसको पुरा गराउने जिम्मा त नेतृत्वको हुन्छ। त्यसैले के छ भने केही भएन भने भन्न पनि मिल्दैन। जस्तै मधेस आन्दोलनबाट धेरै कुरा भएको छ। एउटा त सबभन्दा राम्रो त के भयो भने खास गरी मधेसी आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक, मुस्लिम, थारूलाई जुन नेपालको खास गरी शासक वर्गमा पनि म अन्यथा
कसैलाई लिन भन्दिनँ, जसलाई हामी अलिकति खस आर्य जसलाई भन्ने गरेका छौँ त्यो क्लस्टरै संविधानले छुट्याएको छ र त्यो खस आर्य समुदायका साथीहरूले जसरी मैले नाम लिएका अन्य क्लस्टरहरूलाई दोस्रो दर्जाको नागरिक भनेर नेपालमा चिनिन्थ्यो, तर अहिले 2072 को संविधानपछि हाम्रो मधेस आन्दोलन, जनजाति आन्दोलन या तत्कालीनको जनयुद्धै आन्दोलन भनौँ जुन भयो त्यसको पछि त धेरै परिवर्तन भएको छ। अहिले यही मधेसी जनतालाई हेर्ने दृष्टिकोण आम शासक वर्गको अलगै भएको छ। त्यतिखेर तपाईँ हेर्नुहुन्थ्यो भने नागरिकताको एउटा ठुलो समस्या थियो। अहिले त्यो टोलीबाटै आएर भए तापनि तपाईले जन्मसिद्धै नागरिकता पाएर पनि धेरै नागरिकताको समस्या समाधान भएको छ। त्यसैले केही भएन भन्ने यहाँले भने जस्तै अधिकार चाहिँ असीमित प्राप्त गरे जनताले अधिकारहरू, तर अधिकार मात्रै ठुलो कुरो रहेछ। जस्तै जनताको जीवन स्तर, दैनिक चाहिँ रोजीरोटीकै लागि पनि यहाँ चाहिँ समस्या छ, रोजगारीको समस्या छ, गरिबी चाहिँ जस्ता तस्तै छ। मान्छे चाहिँ रोजगारीको लागि दैनिक 2022 को सङ्ख्यामा युवाहरू पलायन भइरहेछन्। अधिकारै ठुलो त होइन रहेछ नि त अहिलेको समय। पहिला त जबसम्म तपाईँ आइडेन्टिटी पाउनुहुन्न भने कसरी रोजगार पाउनुहुन्छ? कमसेकम नागरिकता बनाएपछि त मान्छे नेपालमा रोजगार नपाए पनि वैदेशिक रोजगारमा पनि त जान पाइरहेको छ नि। पढ्न लेख्नलाई पनि धेरै यस्तो पढाइहरू छ टेक्निकल जहाँ तपाईँले नेपाली नागरिकता अनिवार्य छ, तर त्यो नागरिकता नभएर पनि धेरैजना पढ्न पाएका थिएन भने त अधिकार त पहिला त्यो पाउनु पर्यो नि त। त्यसैले बेरोजगारी समस्या छुट्टै समस्या हो, तर यहाँ पहिचान र आइडेन्टिटीको लागि पनि त पहिला नेपाली नागरिकता बन्नु त्यो पनि थिएन। आज त्यति भएपछि ठिक छ नेपालमा रोजगारी पाएन भने कमसेकम वैदेशिक रोजगारमा गएर देश रेमिटेन्सकै भरमा चल्या छ, तपाईँ हामी सबले बुझेका छौँ। यहाँनिर अब रह्यो कुरा हो जुन गतिमा सरकारले या नेतृत्व दलहरूले जुन गतिमा देशको विकास गर्न सक्नु पर्थ्यो त्यो गर्न सकेन, त्यो एउटा छुट्टै पाटो रह्यो। त्यसमा हामी पनि भन्छौँ त्यो कमी कमजोरी छ, जसले गर्दा त्यही कमी कमजोरीले गर्दा बुझाइ चाहिँ आज आन्दोलन संविधान आयो, धेरैवटा आन्दोलन, मधेस आन्दोलन भयो, माओवादी सशस्त्र द्वन्द्व भयो, 62-63 चाहिँ दोस्रो जन आन्दोलन। तर आन्दोलन भए जनताका छोराहरू चाहिँ ले शहादत, छोराछोरीले शहादत पाए, अङ्गभङ्ग भए, तर केही नै भएन। एक किसिमको भाष्य निराशाको खेती पनि त भइरहेछ देशमा। के यहाँले भने जस्तो भइ नै रहेछ भन्नुहुन्छ, यहाँ केही नै नभएको नै हो के हो यहाँ? होइन, मलाई यहाँ चाहिँ सांसद भएर अथवा नेता भएर देशका विभिन्न ठाउँमा पुग्नु भएको छ, के छ केही नै नभएको हो यो होइन? धेरै भएको छ। मलाई यदि भन्नुहुन्छ भने 2074 मा जुन तपाईँलाई क्षेत्र निर्धारण भयो, त्यसपछि जुन स्थानीय तहको सरकारहरू बने, तत्कालीन गाविसहरू थिए, त्यसपछि पालिकामा आए, महानगरपालिका, उपमहानगर या गाउँपालिकाहरू भएका छन्। तपाईँले जुन गाविसहरू तत्कालीन 4वटा 5वटा गाविस मिलेर अहिले एउटा पालिका भएको छ, जहाँ तपाईँलाई एक बिताको पनि पिच बाटो थिएन भने अहिले तपाईँ हेर्नुहोस् यस्तो कुनै पालिका छैन कि जहाँ 5-10-20 किलोमिटरको पिच बाटो भएको छैन। विकास नभएको होइन हो, तर के भएको छ भने विकासको नाउँमा भ्रष्टाचार पनि भएको छ। त्यसलाई चाहिँ न्यूनीकरण गर्न सक्नु पर्थ्यो, कन्ट्रोल गर्न सक्नु पर्थ्यो, त्यो हामी गर्न सकेनौँ भन्नाले सरकारले जुन एउटा कन्ट्रोल गर्न सक्नु पर्थ्यो त्यो गरेन। त्यो कमी कमजोरी रहे। विकास पनि नभएको होइन, भौतिक रूपमा पनि नेपालमा विकास भएको छ, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पनि हामी अगाडि बढेका छौँ। अहिले पनि भन्नुहुन्छ भने यही नेपालमा उधौली उभौली या अरू पनि विभिन्न जात जाति समुदायहरूको तपाईँलाई मधेसै आन्दोलन थियो भएको, यही नेपालमा तपाईँलाई कहिले चाहिँ ईद बकरिद हुन्छ भन्ने धेरैलाई थाहै थिएन। इस्लाम धर्मावलम्बीहरूले भन, तर अहिले के छ भने ईद बकरिदमा राष्ट्रिय बिदा हुन्छ। यहीँनिर एक नम्बरकै प्रदेशमा तपाईँलाई यहाँ यत्रो आदिवासी जनजाति राई लिम्बूहरू छन्, उहाँहरूको पनि उधौली उभौली पर्वहरू हुन्छ भन्ने धेरैलाई थाहा थिएन। तर यो सबै त हाम्रो संविधानकै देन हो। अर्को कुरा रह्यो, तपाईँ भन्नुहुन्छ भने अहिले आरक्षणको तहत विभिन्न जात जाति समुदायका युवा पुस्ताहरू तपाईँलाई अहिले पढ्न लेख्न पाइरहेका छन्। यो सबै उपलब्धिमै यसलाई काउन्ट गर्न सक्नुपर्छ। दलित निराशा रोप्नु भएन, यो भएको उपलब्धिलाई पनि काउन्ट गर्नुपर्छ। नभएको होइन, धेरै उपलब्धि भएको छ, तर जुन गतिमा एउटा मात्रै मलाई के लाग्छ भने यो विकास सँगसँगै र उपलब्धि सँगसँगै भ्रष्टाचार पनि त्यतिकै भएको हो, जसको विस्फोटन अस्ति भर्खरै हामी भदौको 23 र 24 गते जेनजी आन्दोलनको रूपमा हेऱ्यौँ। त्यसैले नभएको होइन। जस्तै भ्रष्टाचारको कुरा गर्नुभयो यहाँले, यहाँ पनि मन्त्री हुनुभयो र सांसद पनि हुनुभयो, संविधान सभा सदस्य पनि हुनुभयो।
यो भ्रष्टाचार बढ्नुको कारण अथवा नघट्नुको कारण चाहिँ के नेतालाई मात्रै दोष थोपरिन्छ? यहाँले त नजिकबाट सत्ता पनि चलाउनु भयो, त्यो पदमा पुग्नुभयो, यसमा कर्मचारी स्थायी सरकारको रूपमा रहेको कर्मचारीको हात छ कि छैन? होइन, दुईटा छ। म पनि भने नि, पहिला त संविधान जता पनि नेतालाई मात्रै दोष दिइन्छ, होइन, मन्त्रीलाई मात्रै दोष दिइन्छ। होइन, जनताको बुझाइ त्यस्तो छ। तर तपाईँले यो ठ्याक्कै प्रश्न उठाउनु भएको छ, यो जायज प्रश्न हो। किनभने हेर्नु, हामी नेता भनेको किस्ताबन्दीको रूपमा आउँछौँ जान्छौँ, एउटा निश्चित समय हुन्छ। तर राष्ट्रिय सेवक कर्मचारी साथीहरू भनेको ऊ राजीनामा नदिन्जेल या कुनै कारणले दुर्घटना नघटुन्जेल ऊ सधैँभरि एउटा फिक्स समयसम्म राष्ट्रको निजामती कर्मचारी रहन्छ। हामी त के छ भने 5 वर्ष कार्यकालका लागि आउँछौँ र यो मन्त्री पदको लागि त नेपालमा त कुनै पनि सरकार 5 वर्ष चलेकै छैन। 2-4 महिना, 6 महिना, साल 1.5 सालको लागि मन्त्री पदमा आउँछौँ। हामीनिर पनि जति पनि फाइलहरू ल्याउने काम हुन्छ त्यो सबै कर्मचारी साथीहरूले नै गर्छन्। त्यसैले के छ भने नेतृत्व त लिडरसिपकै हो, म त्यहाँबाट म आफू पन्छिन चाहिनँ। तर के छ भने मलाई लाग्छ अहिले वास्तविक पर्सेन्टेजको आधारमा भन्नुहुन्छ भने 30% नेता दोषी हो भने 70% निजामती कर्मचारी नै हो भन्ने मलाई लाग्छ। तर के छ भने यही 30% नेताहरू आफै इमान्दार भइदियो भने त्यो 70% कर्मचारीलाई पनि त सुधार्ने काम र दायित्व त हाम्रै हो। त्यो कुरामा फेरि हामी राजनीतिक दल र नेतृत्व असफल छौँ भन्ने मलाई लाग्छ। त्यसैले के छ भने राष्ट्रिय सेवक कर्मचारी जो एउटा थाहै जागिरे उहाँहरू हुनुहुन्छ, नेता त किस्ताबन्दीको रूपमा आउँछन् जान्छन्, उहाँहरूलाई पनि धेरै कुरा सिकाउने काम नेतृत्व भयो भने त्यो त 70% लाई पनि जिरोमा ल्याउन सकिन्छ। किन विश्वको उदाहरणहरू छन् नि, विश्वको छ। म आफै पनि यही 1 नम्बर प्रदेशको हालको यो कोशी प्रदेश जसलाई भन्छ त्यहाँ हामी तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईजीको नेतृत्वमा म पनि 14 महिना 8 दिन तत्कालीन स्वास्थ्य मन्त्री भएरै सामाजिक विकास मन्त्री भएरै चलाएको। म आफै पनि त्यति दिनमै यो सबै कुरा महसुस गरेको छु। तपाईँ हामीले यदि सुशासन कायम गर्न चाह्यो भने गर्न सकिन्छ। तर के छ भने अकेले बृहस्पति पनि झुठो भनेर भनाइ छ एउटा गाउँघरमा। लोभ र स्वार्थ विहीन भएर चाहिँ जनताको लागि लाग्छु भन्यो भने सुधार हुने सम्भावना छ, सुधार हुन्छ, त्यो गर्न सकिन्छ। जस्तै अहिले यहाँले उठाउनु भयो जेनजीको आन्दोलन, जुन सुशासन भ्रष्टाचार जुन चाहिँ पुस्तान्तरणका कुराहरू जुन राखेर जेनजी आन्दोलन भयो, इतिहासै नभएको मुलुकले क्षति, भौतिक रूपमा मानवीय क्षति बेहोरो मुलुकले, र त्यसपछि यहाँको पार्टी र अन्य पार्टी र नेपालको राजनीति सामाजिक हरेक क्षेत्र भनौँ न केही सुधार भएको छ? होइन, जनताले त त्यो सुधारको महसुस गरेको छ। होइन, जनता सबै योबाट सुधारको आश गरेका छन्। तर एकदमै दुःख लाग्दो कुरा के छ भने यत्रो जनधनको क्षति भयो। नेपालको राणाको विरुद्धको आन्दोलन, तत्कालीन राज संस्था विरुद्धको आन्दोलनमा पनि यति चाँडो परिवर्तन भएको थिएन। तर यहाँ 48 घण्टा नबित्दै 27-28 घण्टामै सरकार ढल्यो। तर त्यसको परिणामस्वरूप जुन हिसाबले जनधनको क्षति भयो, तत्कालीन जनयुद्धमा पनि त्यत्रो 17,000 नेपाली जनताका छोराछोरी मारिए, ज्यान गए, त्यो बेग्लै कुरा हो। तर यत्रो धनको क्षति भएको थिएन। तर यो जेनजी आन्दोलनमा जुन हिसाबले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तिनै कुरा जल्ने कामहरू भए, तर जुन हिसाबले आन्दोलन भए, त्यत्रा कलिला बालबच्चाहरू मारिए, त्यसको चाहिँ उपलब्धि मलाई यदि भन्नुहुन्छ भने त्यो हामी दिन सकेका छैनौँ। र खास गरी जिम्मेवार राजनीतिक दल, एक त सबभन्दा दुःखद पक्ष के रह्यो भने लोकतन्त्रमा कहीँ पनि दुनियाँमा यो देशको सबभन्दा ठुलो पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले, यो दुईटा मिलेर सरकार बनाउनु र यो दुईटाको दम्भले नै चाहिँ त्यो घटना घट्यो भन्ने मेरो बुझाइ हो। र यो कुरा यो जेनजी आन्दोलन पछि पनि जुन एउटा परिवर्तन हुनु पर्थ्यो त्यो परिवर्तन देखिएन। त्यो पछि हेर्नुहोस्, नेकपा एमालेको महाधिवेशन भयो, फेरि त्यही नेतृत्व दोहोरियो। अहिले काङ्ग्रेसको तपाईँ हेरि नै राख्नु भएको छ, विशेष महाधिवेशन र अधिवेशनको कुरा छ। तर एउटा के छ भने पाठ कहाँबाट सिक्नुपर्छ भने हाम्रो नेपालमा जेनजी आन्दोलन भयो, तर यसको प्रभाव कहाँ देखियो भने छिमेकी देश भारतमा देखियो। त्यहाँ के भयो भने अहिले दुनियाँको सबभन्दा ठुलो पार्टी भनेर हामी बुझेर बुझाएका छौँ। सदस्य सङ्ख्याको हिसाबले भारतीय जनता पार्टी बिजेपीले भन्छौँ। अब त्यो दुनियाँको सबभन्दा ठुलो पार्टीको राष्ट्रिय अध्यक्ष उनीहरू भन्दो रहेछ हामी नेपालमा केन्द्र अध्यक्ष। त्यस्तोमा 45 वर्ष उमेरको यही हाम्रो छिमेकी भारतको एउटा प्रान्त बिहारको विधानसभाको सांसद र मन्त्री भएको नितिन नवीन 45 वर्षको नेतृत्वमा उहाँलाई चाहिँ
बिजेपी जस्तो पार्टीको केन्द्र अध्यक्ष राष्ट्र अध्यक्ष बनाइयो, तर त्यो पछि पनि अहिले नेपालमा हाम्रो उही पुस्ताहरू दोहोरिरहेका छन् भने परिवर्तन के देखियो? भनेपछि त्यो के कारण चाहिँ के उहाँहरूको मानसिकतामा परिवर्तन नहुनु हो? होइन, नेपालमा मलाई यदि भन्नुहुन्छ भने जनधनको क्षति भयो ठुलो, त्यसको प्रति म सहानुभूति व्यक्त गर्छु उहाँहरूप्रति। तर के छ भने त्यो परिवर्तन यहाँ देख्न पाएको छ। यहाँको पार्टीमा पनि त त्यो परिवर्तन त भएन। जुन परिवर्तनको कुरा गर्नुभयो, नेतृत्व परिवर्तन, पुस्तान्तरणको कुराहरू गर्नुभयो, त्यो यहाँको पार्टीमा त देखिएन। अब हाम्रो पार्टीको भर्खरै 2081 जेठ 28, 29, 30 गते जनकपुरमा महाधिवेशन भएको थियो र त्यो महाधिवेशनकै समयमा हाम्रो पार्टीमा युवा पुस्तालाई 40% ल्याउने भनेर हामीले 81 सालको ज्येष्ठ महिनामै अहिले वर्तमान केन्द्र समितिभित्र रहेकोमा हाम्रो 40% युवालाई ल्याउने काम भइसकेको थियो। र अहिले पनि भन्नुहुन्छ भने अन्य पार्टीको तुलनामा हाम्रो पार्टीको केन्द्र अध्यक्ष उपेन्द्र यादवजीमाथि त्यो आरोप चाहिँ अरू पार्टीको अध्यक्षहरू जस्तो लागेको छैन। र उहाँले आफै पनि भनिसक्नु भएको छ। र जेनजी आन्दोलन हुँदा सर्वप्रथम पार्टीको आधिकारिक विज्ञप्ति आउने जसपा नेपाल नै हो। हामीले त्यो घटनाको निन्दा पनि गरेका थियौँ र त्यो समयमा सुशीला कार्कीजीले तत्कालीन समयमा देशको प्रधानमन्त्रीको तपाईँले अन्तरिम सरकारको बिडो सम्हाल्दा पनि हामीले स्वागत पनि गरेका थियौँ। त्यसैले हाम्रो पार्टीमा खास गरी यो जेनजी पुस्ताको समाहित गर्ने काम महाधिवेशन वाडैवाड भइसकेका छ। र यो कुरा जेनजी युवा साथीहरूले जुन कुरा उठाएका छन्, यी कुराहरू त हामी साल 1.5 साल पहिलेदेखि सरकारमा दिएको समर्थन फिर्ता लिएर केपी ओली नेतृत्व हुँदैदेखि हामी फिर्ता लिएर सडक सङ्घर्षमा थियौँ। त्यसैले जसपा नेपालले जेनजी पुस्ताले उठाएका माग 1.5 साल पहिलेदेखि हामी उठाइरहेका थियौँ। तर माग त उठ्यो त्यत्रो जनधनको, यहाँले पनि उठाउनु भयो, भदौमा पनि उठ्यो। भदौ 23 र 24 गते जुन चाहिँ जेनजीको नाममा आन्दोलन भयो, देशलाई धेरै नै क्षति भयो। अब त्यो आन्दोलनले पुर्याएको क्षति त छँदैछ, त्यसअनुसार सुधार नहुनुको कारण चाहिँ के त? मलाई लाग्छ यो पद लुलुप्ता हो। हाम्रो नेपाली संस्कारमा एउटा के देख्यौँ, हामी तन्त्र त फेरियौँ, राणाको राजाको लोकतन्त्र भन्यो, प्रजातन्त्र भन्यो, अहिले गणतन्त्रमा छौँ। तर व्यवस्था फेरियो तर मानसिकता फेरिएन। यही नेताहरू अब भनौँ उहाँहरू आदरणीय हुनुहुन्छ, तत्कालीन समयमा राजनीतिमा उहाँहरूको पनि ठुलो देन छ, चाहे त्यो शेरबहादुर देउवाजी हुन् या केपी ओलीजी हुन्। उहाँहरू आफ्नो समयमा पनि नेपालको यो गणतन्त्र लोकतन्त्र प्राप्तिमा ठुलो देन छ। तर एउटा पुस्तान्तरण जुन खालको हुनुपर्ने हो, त्यो ठुला राजनीतिक दलबाट नै यो संस्कार चाहिँ बसाल्नु पर्थ्यो, जुन अहिले पनि त्यो त्यागको भावना हामी देखिरहेका छैनौँ। आजीवन पदमा बसिरहनु नभए भन्नुहुन्छ भने तत्कालीन नेपाली काङ्ग्रेस पार्टी यो अब हिमाल पहाड तराई यो 3टा भूगोललाई तपाईँ सुरुदेखि लिनुहुन्छ भने त तराई मधेस त भने त काङ्ग्रेसको गढ र उपज हो। तर यहाँ पनि नेपाली काङ्ग्रेस तत्कालीन या तत्कालीन नेकपा एमाले पार्टीहरूले राम्रो नेतृत्व दिएको भए न त आज माओवादीको जन्म हुन्थ्यो, न मधेसवादी दलहरू भनेर च्याउजतीको उम्रिन्थ्यो। आज त झन् तपाईँ जेनजी आन्दोलन पछि त राजनीतिक दल दर्ताको लहरै चल्या छ। त भन्नाले के छ भने यो सबै कमी कमजोरी कसको हो त? जसलाई हामी ठुला राजनीतिक पार्टी र दल भन्छौँ, जसलाई ठुला नेता भन्छौँ, उहाँहरूकै कमी कमजोरीले हो। त उहाँहरूले त जनताले पनि विकल्प सोध्छन्। अब रह्यो कुरा हामी अन्य पार्टीको नेता कार्यकर्ता भएर उहाँहरूले ठाडे आरोप लाउन त मिल्दैन, तर समीक्षा त आफूलाई गर्नु पर्यो नि। त्यसैले मलाई के लाग्छ भने ठुला राजनीतिक दलको होइन, खास गरी काङ्ग्रेस एमाले लगायतका र कम्युनिस्ट भनौँ या काङ्ग्रेस पार्टीहरू माओवादी जतिका पार्टीहरू एउटा पुस्तान्तरण चाहिँ हुनुपर्छ। सधैँभरि एउटै व्यक्ति रहिरह्यो भने त्यसले चाहिँ यो खालको विद्रोहहरू चाहिँ आउँछ। पुस्तान्तरण भयो भने जनतामा आशा पनि आउँछ स्वाभाविक रूपले हो। तपाईँले इलेक्ट्रोनिक युग हो, हामी मोबाइल नै चलाउँछौँ, एन्ड्रोइड मोबाइल आफै तपाईँले उसले के गर्छ, सफ्टवेयर अपडेट भइरहेको हुन्छ। अहिलेको समयमा तपाईँ अपडेट भएर हरेक कुरा लेटेस्ट मोडल खोज्नुहुन्छ, तर यो नेताहरूमा तपाईँ त्यही ओल्ड मोडललाई लिएर गइराख्ने हो त, अनि कसरी विकास हुन्छ? जस्तै जनताले विकल्प खोज्छन् भन्नुभयो यहाँले। जस्तै मधेस आन्दोलनपछि तत्कालीन मधेसमा राजनीति गर्ने यहाँहरूको पार्टीले धेरै सिटमा जितेको थियो। पछि चुनाव भएपछि फेरि जनताले पत्याएनन् र माओवादी पहिलोपल्ट चुनावमा आउँदा जनताले देशभरि एउटा मत पनि खन्याएकै हो होइन। त्यसपछि फेरि चाहिँ अर्को चुनावमा जनताले फेरि चाहिँ उहाँहरूलाई चाहिँ फेरि सजाए भनौँ अथवा चाहिँ उहाँहरूलाई नपत्याएको अवस्था हो। र अहिले अब काङ्ग्रेस एमालेको त पुरानो दलहरू भए र यहाँहरू पनि पुरानै भइसक्नु भयो। अहिले नयाँ दलहरू खुलिरहेछन् नि। यो आउँदो चुनावमा
के उहाँहरूलाई पत्याउँछन् त जनताले के? म आफ्नैबाट सुरु गर्छु। तपाईँले राम्रो क्वेसन उठाउनु भयो प्रश्न कि 2064 को पहिलो संविधान सभामा सबभन्दा ठुलो पार्टी भएर तत्कालीन माओवादी आयो। त्यसपछि मधेसवादीमा हाम्रो मधेसी जनअधिकार फोरम नेपाल उपेन्द्रजी नेतृत्वमा हामी नै 30 वटा प्रत्यक्ष जित्यौँ र 22 वटा समानुपातिक भएर 52 भयो। तेस्रो ठुलो दल संविधान सभामा हामी थियौँ। तर मलाई के लाग्छ भने त्यो भनेको अधिकार र पहिचान लगायतका विभेदको विरुद्धको हाम्रो आन्दोलन थियो। त्यो समयमा तत्कालीन प्रधानमन्त्री त गिरिजाबाबु हुनुहुन्थ्यो र त्यो समयमा तत्कालीन माओवादी र मधेसवादी दलहरू चाहे उपेन्द्रजी होस् कि महन्त तम्लोपा या सद्भावना तत्कालीन समयमा जुन जुन पार्टीहरू थिए, मलाई यदि भन्नुहुन्छ भने म त्यही पार्टीको, म पनि संविधान सभामा उपचुनावबाट गएँ। हामीले सरकारलाई प्राथमिकता दिनुभन्दा पनि आफ्नो माग मुद्दालाई चाहिँ प्राथमिकता दिनु पर्थ्यो। त्यो चाहिँ गल्ती भएकै हो। म अहिले पनि भन्छु, जो पार्टीहरू देशमा परिवर्तनका लागि आउँछन् भने त्यही काङ्ग्रेस एमालेलाई अगाडि राखेर पहिला माओवादीले पनि जुन उद्देश्यको लागि माओवादी जनयुद्ध भएको थियो, जुन उद्देश्यको लागि मधेस जन आन्दोलन भएको थियो, त्यो उद्देश्यहरू पहिला पुरा गराउनु पर्थ्यो, न कि मन्त्रालयमा गएर मन्त्रीको झन्डा हलाउनु पर्थ्यो भन्ने मलाई लाग्छ। त्यसैले यी त्रुटिहरू हुन् भन्ने मेरो आफ्नो बुझाइ हो। जस्तै अघि भन्नुभयो नि त सत्तामा नपुगिकन ती मुद्दा कार्यान्वयन गर्न गाह्रो हुन्छ भन्नुभयो। फेरि यहाँ त विरोधाभास कुरा भयो नि त। होइन, विरोधाभास होइन। मलाई के लाग्छ भने सत्तामा सरकार बनाउनलाई आवश्यक गणपूरक सङ्ख्या पुर्याइदिने, गणपूरक सङ्ख्या, त्यसको लागि मन्त्री बन्नै पर्छ भन्ने छैन। तर तपाईँ मन्त्री बनेर यदि केही गर्नुहुन्न भने जनताले क्वेसन त उठाउँछ नि, औला त ठडाउँछ नि। तपाईँकै भाषा जुन तपाईँले मलाई गर्नुभयो त्यही सवाल म यता पनि गरेँ कि जरुरी छैन कि मन्त्री पद नै खानुपर्छ। सरकारको आवश्यक समर्थन दिएर आफ्नो हक अधिकार पहिचान जे राजनीतिक मुद्दा हो त्यो कुरालाई चाहिँ अगाडि लिएर जान सक्नु पर्थ्यो। जस्तै सत्तामा गइसकेपछि आशा धेरै हुन्छ जनताको। हो, यहाँले पनि महसुस गर्नुभयो। एकदम त्यो गाह्रो हुँदो रहेछ काम गर्नलाई। हुन्छ, स्वाभाविक रूपले तपाईँ एउटा हामी घर परिवारमै घरको मूल गार्जन भएपछि आफ्नै परिवारभित्रको सदस्यहरूलाई त सबै इच्छा मनोकांक्षा हामी पुरा गर्न सक्दैनौँ भने सरकारमा जाँदैमा पदमा पुगेपछि त स्वाभाविक हो पार्टीभित्रका आम नेता कार्यकर्ताहरूको तपाईँ हामीबाट त अपेक्षा हुन्छ। जस्तै यहाँ सरकार नगएको भए अथवा माओवादी सत्तामा नगइकन बाहिरै बसेको भए कि अहिले जनताले सोही स्थान अथवा चाहिँ त्यही स्थान दिइरहन्थे त? मलाई यदि भन्नुहुन्छ भने मन्त्री बन्नु र मन्त्री नबनेर सरकारलाई सहयोग गरेर जति माग पुरा गराउन सकिन्छ नि त्यति मन्त्री भएर चाहिँ गराउन सकिँदैन कि भन्ने जस्तो मेरो व्यक्तिगत बुझाइ। अहिले पनि तत्कालीन जसपा नेपाल तपाईलाई पहिलो संविधान सभाको 65 सालमा जुन तपाईलाई प्रचण्डजीको नेतृत्वमा प्रधानमन्त्री भएपछि हामी सरकारमा गयौँ। पहिलो संविधान सभाकै उसमा 4 वटा मन्त्रालय हामीले पायौँ भने मन्त्री भएर जति काम गर्नु त्यो मन्त्री हुँदा हुँदै पनि हाम्रो पार्टी सरकारमा पनि थिए र बेल घेराउ गरेर विधेयकहरू पास गर्नु परेको थियो भने जरुरी छैन कि मन्त्री हुनै पर्छ भन्ने बुझाइ हो। जस्तै सत्तामा पुग्नु पर्छ नै भन्ने एउटा चाहिँ राजनीति गरिसकेपछि त्यो एउटा भाष्य अथवा त्यो चाहिँ मानसिकता छ। यहाँको दलदेखि लिएर काङ्ग्रेस एमाले त पुरानो दलहरू भइगए किनभने यहाँको पार्टीकै हेर्ने भने मध्य प्रदेशमा त्यो देखियो कहिले सत्तामा जाने कहिले बाहिर आउने। त्यो किन सत्तामा गइ नै रहनुपर्छ र जनताका आवाजलाई जनताका मागलाई सम्बोधन गर्नका लागि यो सत्ताको चाहिँ के भन्ने स्वाद चाहिँ के यहाँले पनि चाख्नुभयो त्यहाँ गइसकेपछि जाउँ जाउँ नै लाग्छ कि क्या हो भने? होइन, दुईवटा कुरा छ। एक त हेर्नु तपाईँ कामको डेलिभरी दिनु छ भने त नेतृत्व तहमा पुग्नै पर्छ। सरकार भनेको नै उसले चाहिँ सेवा दिनको लागि हो। र यो कुरा दुई खालको सरकार हुन्छ। एउटा सरकारको नेतृत्व गर्नु र सरकारमा सहभागी हुनु। नेतृत्व छ भने त ठिक छ। तपाईँले जस्तै मान्नु अब जनताले पनि यो कुरामा विचार गर्नुपर्छ। तपाईँ 2-3 वटा मेजर पार्टीहरूलाई सङ्ख्या दिनु। यो छिमेकीमा हेर्नु न, त्यहाँ पनि एनडिए र युपिए भन्ने भारतमा छ गठबन्धन। 10 वटा 12 वटा 15 वटा पार्टी मिलेर एउटा मोर्चा बनाएको छ। तर उनीहरूको सरकार बन्दाखेरि त 5-5 वर्षसम्म चल्छ नि त। जसको नेतृत्व हुन्छ उनीहरूले केही डेलिभरी दिए हुन्छ, काम गरेर देखाएको हुन्छ र त्यही कामको भरमा फेरि जनतासँग भोट माग्छ। तर हाम्रो जनताले पनि अब विचार गर्नु पर्यो कि मतदान दिँदाखेरि पनि
त्यही हिसाबको मतदान गर्नु स्थिर पर्यो। सरकार होस् भन्ने कि अब स्थिर सरकारको लागि नेपालमा पहिलो इतिहास हो जनता समाजवादी पार्टी नेपाल तत्कालीन सङ्घीय समाजवादी फोरम हामी थियौँ कि यही तत्कालीन 2 नम्बर प्रदेश जो अहिले मध्य प्रदेश भएको छ हाम्रै पार्टीको नेतृत्वमा त्यहाँ पहिलो प्रदेश सभामा लालबाबु राउत नेतृत्वमा जसपा नेपालको सङ्ख्या र 1-2 अन्य राजनीतिक दलको सहयोगले हामी 5 वर्षको थाई सरकार दियौँ। त्यहाँ 5 वर्षमा अर्को एकपल्ट पनि सरकार ढलेन र बन्यो, तर अन्य प्रदेशहरूमा त 3-4 सरकारहरू बन्यो। त्यसैले नेपालको इतिहासमा पहिलोपल्ट हो कि जसपा नेपालले 5 वर्षको नेतृत्व दियो र त्यो 5 वर्षको सरकार हुँदा काम गरेर पनि देखाएका छन्। अहिले त्यो प्रदेशमा मध्य प्रदेशमा तपाईँलाई केही यस्ता योजनाहरू कामहरू जस्तै हेर्नु बाँकी 7 प्रदेशमा 6 जति काम भएन त्यति त्यो मध्य प्रदेशमा भएको छ। त्यहाँ मध्य विश्वविद्यालय भइहालेछ, अहिले त्यहाँ कृषि विश्वविद्यालय भइहाल्यो, त्यहाँ रामराजा सिंह प्रतिष्ठान भनेर भइसकेको छ। त्यहाँ त्यो प्रदेशभित्रका शहीद परिवारको जागिर लाउने काम भएको छ। दलित परिवारबाट जो तपाईँलाई उच्च शिक्षामा जान्छन् जस्तै MBBS डक्टर इन्जिनियरतिर गयो भने उनीहरूलाई तपाईँले 5 लाख रुपियाँ बराबरको प्रदेश सरकारले राहत दिने काम गरेको छ। छोरी पढाउँ छोरी बचाउँ भन्ने एउटा अभियानको त त्यस्ता धेरै नाराहरू छन् जो कि मध्य प्रदेश स्थिर सरकार भएका कारण स्थिर सरकारको भएको छ। जस्तै अब यो यहाँ अर्को के भयो भने छोरी जन्मिँदै उसलाई जीवन बिमाको लाइफ इन्सुरेन्सको ग्यारेन्टी गरेको छ भन्ने एउटा आफ्नै नेतृत्वको सरकार भयो भने धेरै कुरा गर्न सक्छ। स्थिर सरकार हो भने स्थिर सरकारमा पनि जसको नेतृत्वको छ उसले गर्न सक्छ। मध्य प्रदेशमा त त्यो भएको छ। नेपालमा त को विडम्बना त्यही हो, अहिलेसम्म सङ्घीय सरकार अथवा पछि प्रदेश भइसकेपछि स्थिर सरकार बन्न एउटा त राम्रो मौका तपाईँले गुमायो नि त। यो देशकै ठुला राजनीतिक दल काङ्ग्रेस र एमाले नेतृत्वकै जेनजी आन्दोलन हुँदा त झन्डै 2/3 सरकार हो नि त। किन बन्यो त संविधानमा भएका त्रुटिलाई सच्याउनको लागि प्रधानमन्त्री केपी ओलीलाई बनाइयो काङ्ग्रेसले। तर जुन उद्देश्यको लागि उहाँहरू बन्नुभयो खोइ त संविधानलाई संशोधन गर्ने काम अगाडि बढाए त पालापाली प्रधानमन्त्री बन्छु भन्ने हिसाबमा लागे, केही काम गरेन। त जसको आक्रोश हो जनताहरूको जेनजी आन्दोलन भयो। एउटा नि अब यहाँ प्रदेशको सांसद पनि हुनुभयो, प्रदेश सभा सदस्य, प्रदेशको मन्त्री पनि हुनुभयो, जसपा नेपालको जिम्मेवार केन्द्रीय नेता पनि हुनुहुन्छ। यो अहिले जुन प्रदेशप्रति आम जनताको असन्तुष्टि चुलिँदै गएको छ नि, यसको कारण चाहिँ के हो? प्रदेशको कतिपयको बुझाइ के छ भने यो प्रदेशले जुन सेवा दिनुपर्ने थियो गर्नै सकेन, खर्च मात्रै भयो, अनावश्यक खर्च भयो। नेतालाई चाहिँ व्यवस्थापन गर्नका लागि चाहिँ नेताहरूले चाहिँ पार्टीहरूले यो संहिताको नाममा धेरै आर्थिक बोझ थपे भन्ने विभिन्न कोणबाट विश्लेषण गरेको गुनासोहरू सुन्न पाइन्छ। यो के हो खास? होइन, यसो छ, यो नबुझेर हो कि त अध्ययन गर्नु पर्यो। यो संहिता आउनुभन्दा पहिलेको नेपालको संरचना हेर्नु पर्यो, त्यतिखेरको स्थानीय तहको सङ्ख्या र जनप्रतिनिधिहरू काउन्ट गर्नु पर्यो। योभन्दा बढी सरकारी साधन स्रोतहरू योभन्दा पहिला खर्च भइरहेको थियो। अहिले भन्नुहुन्छ भने यो संहिता आएर त धेरै कुरामा कटौती भएको छ। नेताहरूको सङ्ख्या जनप्रतिनिधिहरूको सङ्ख्या घट्या छ हो र यसको हामी सदुपयोग गर्न सकेन भने त्यो हाम्रो कमजोरी हो। संहिताको प्रयोग हाम्रो कमजोरी, किनभने यो संहिता आउँदै तत्कालीन जतिखेर 2072 असोज 3 गते संविधान जारी भइरहेको थियो, तत्कालीन जारी गर्ने राजनीतिक दलहरू खास गरी काङ्ग्रेस एमाले माओवादी रप्रपा लगायतका मधेसवादी दलले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेका छैन, किनभने त्यहाँ हाम्रो असन्तुष्टिहरू थिए। त यिनीहरू आफै उदार थिएनन्। उदार नभएर के गर्यो भने संहिता त दिए तर अपाङ खालको संहिता दिए। संहिता दिए तर अधिकारविहीन बनाएर दिए। तर पनि गर्नेले त गरेर देखाएका छन्। 7वटै प्रदेशमध्ये अहिले पनि नेपालको सबभन्दा कम साधन स्रोत भएको प्रदेश भनेको मध्य प्रदेश हो। तर त्यही मध्य प्रदेशले बाँकी 6वटा प्रदेशभन्दा त राम्रो गरेर देखाएको छ। त भनाइको अर्थ के हो भने नाच्न नजान्ने आँगन टेढो भने जस्तै अधिकारको कुरा नि छैन। जस्तै सङ्घीय सरकारले अधिकार चाहिँ हो प्रदेशले नगरेका कारण नदिएका कारण पनि प्रदेशले काम गर्न सकेन। अर्को म तपाईँलाई उदाहरण दिन्छु। हरेक नेता हामी बच्चैदेखि सुन्दै आएका छौँ, विदेश भ्रमणबाट नेपाल फर्के पनि पछि के भन्छन् भने नेपाललाई स्विजरल्यान्ड बनाइदिन्छु। मेरो भनाइ के हो भने स्विजरल्यान्ड किन बनाउनु पर्यो? नेपाललाई नेपालै रहन दियो, राम्रो बनाऊ। त्यो स्विजरल्यान्डमा
तपाईँलाई 1 करोड पनि पपुलेसन छैन। हाम्रो नेपालमा त 3 करोड छ, त्यहाँ 88 लाख 90 लाख जति पपुलेसन छ। यहाँ 7 वटा प्रदेश छ, त्यहाँ कन्टोनमेन्ट भन्दो रहेछ, त्यहाँ त 25-30 वटा छ। अनि कसरी स्विजरल्यान्ड भएको छ। अर्को कुरा के छ भने यहाँनिर भएभरका बजेटहरू केन्द्र सरकार सङ्घीय सरकारले राखेका छन्, उल्टो छ। त्यहाँ 60-70% स्थानीय तहले बजेट चलाउँछ भने सबभन्दा कम सङ्घीय सरकारले चलाउँछ। हाम्रो यहाँ उल्टो छ, सबभन्दा बढी सङ्घ सरकारले चापेर राख्ने, थोरै मात्रै 5-7% प्रदेशलाई दिने अनि स्थानीय तहलाई दिने, अनि विकास हुन्छ। सङ्घ र प्रदेश सरकार उल्टो छ, यहाँ उल्टो छ। त्यही भएर संहितालाई गाली गरेर भएन। संहिता हो, 1-2 कुरा चाहिँ यो राजनीति भनेको समाजसेवा हो। 1-2 कुरा चाहिँ म सहमत छु। यो नेपालमा यतिको प्रतिनिधि सभाको सदस्यको सङ्ख्या पनि घटाउनुपर्छ र प्रदेश सभाको सदस्य सङ्ख्या पनि घटाउनुपर्छ यदि सुधार ल्याउने हो भने। अर्को के छ भने नेताहरू राजनीतिलाई व्यापार र व्यवसाय बनाउनु भएन, त्यसको आफ्नै बिजनेस व्यापार कामधाम हुनु पर्यो। जुन दिन सदन चल्या हुन्छ त्यो दिनको भत्ता लिने हो। यो महिनाको तलब चाहिँ हुनु भएन। यो राष्ट्र सेवा कर्मचारीले तलब खाए जस्तै नेताले कहीँ तलब खाने हो। केही कुराहरू यस्ता छन् जसको विरोध सुधार गर्नुपर्छ। सुधार भयो भने संहिता संस्थागत हुन्छ, सन्तुष्टि जुन असन्तुष्टि जनतामा छ त्यो पनि कम हुन्छ। र त्यो कुरा बताउनु पनि पर्छ। जनताले जुन कुरा बुझेको छैन त्यो हाम्रो नेतृत्वको काम हो, त्यसलाई बुझाउने पनि हो, बुझ्नु पनि पर्छ भन्ने मलाई लाग्छ। भनेपछि संहिता आवश्यक छ, एकदमै यसलाई चाहिँ सही रूपमा प्रयोग गर्नु पर्यो। अर्को म उदाहरण दिउँ, अहिले दुनियाँमा जति पनि देशमा संहिता आएका छन्, संहिता आएको प्रादेशिक सरकारहरू भएको देश कुनै पनि असफल भएको छैन। त्यसैले संहिता भनेको तपाईँले एउटा सफलतम प्रयास हो। यसको चाहिँ हामीले प्रयोग र यसलाई सदुपयोग गर्न चाहिँ जान्नुपर्छ, विरोध गरेर होइन। यसको कमजोरी चाहिँ कहाँ देख्नुहुन्छ? जस्तै सङ्घीय सरकारमा देख्नुहुन्छ कि प्रदेश सरकारमा? किनभने पार्टी माथि आफ्नै पार्टीको प्रधानमन्त्री सरकार छ, तल प्रदेशमा पनि छ। उहाँहरू चाहिँ आफ्नो नेताहरूमा अथवा चाहिँ प्रधानमन्त्रीसँग गएर आफ्ना कुराहरू आफ्नो अधिकारहरू राख्नै सक्नुहुन्न भन्ने पनि छ। एक शब्दमा भन्नुहुन्छ भने म तत्कालीन प्रदेश सभा अहिले पार्टीभित्रै पनि हुन त हामी यो छुट्टै स्वायत्त हो। केन्द्रको सरकार फेरियो भने प्रदेश सरकार फेर्नु जरुरी छ। तर तपाईँ नेपालमा अभ्यास के हेर्नुहुन्छ भने केन्द्र सरकार जुन गठबन्धनको भयो हरेक प्रदेशमा त्यसकै फेरबदल हुन थाल्छ। अर्को अहिले पनि चुनाव आएको छ नि, हेर्नु तपाईँ प्रदेशकै चुनाव भयो, स्थानीय तहको चुनाव, स्थानीय तहलाई त प्रदेश माथत राख्नु पर्यो नि, स्थानीय तहलाई। तर के गरेछ भने केन्द्रकै उसमा राखेको छ। अनि संहितालाई सङ्घले प्रदेशले के काम गर्छ? अर्को के छ भने यही प्रदेश सभाको चुनाव आयो भने त्यो टिकट बाँड्ने अधिकार पनि प्रदेशको समितिहरूलाई छैन। एउटा वडाको टिकट बाँड्नु पर्यो, मेयर उपमेयरको बाँड्नु पर्यो भने केन्द्र नेताको मुक्ताक छन् राजनीतिक दलहरू। मन्त्री हुन केन्द्र जानु पर्यो, प्रदेशको मन्त्री हुन केन्द्र होइन। प्रदेशमा चुनाव लड्न उम्मेदवारको नाम सिफारिस हुन पनि केन्द्रकै मुक्ताक हुनु। त्यसरी हुन्छ। पहिला त आफ्नो पार्टीभित्रै पनि लोकतान्त्रिक अभ्यास हुनु पर्यो। पार्टीभित्रै भएको प्रदेश समितिहरू छन् नि, प्रदेश कमिटीहरू छन्, प्रदेश कमिटीलाई अधिकार हुनु पर्यो नि प्रदेश चलाउने। त सुधार त्यहीँबाट गर्नु पर्यो। अनि कहाँ तपाईँ सरकारको कुरा गर्नुहुन्छ? राजनीतिक दलमै कमी कमजोरीहरू छन्। राजनीतिक दलले नै पहिला आफ्नो तहगत कमिटीलाई चाहिँ स्वायत्तता चाहिँ दिनुपर्छ। भनेपछि आफू कमजोर हुन्छु भनेर नदिएको हो यो? 100% हो नि। नेतृत्वमा बसेकाहरूको चाहिँ सीमित र साँगुरो मानसिकताका कारण उहाँहरूले चाहिँ संहिता जुन अधिकारलाई तलसम्म प्रत्यावर्जन नगर्नु भएको हो। अहिलेसम्म नेपालमा त्यही देखिया छ। एक त हेर्नु भर्खर हाम्रो 10 वर्ष हुँदैछ संविधान भएको, प्रदेश सरकार 74 देखि भएको, अहिले 82 मै हामी छौँ भने मलाई लाग्छ त्यति निराश हुनुपर्ने चाहिँ अवस्था भएको छैन। तर सुधारको खाँचोहरू छन्, केही कुराहरू तपाईँ हामीले सुधार गर्नु। हजुर, अब हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौँ र फागुन 21 गते जुन चुनाव अहिले जेनजी आन्दोलनको जगमा बनेको सरकार, सुशीला कार्की नेतृत्व सरकारले घोषणा गरेको छ र तयारीलाई हेर्दा हुन्छ जस्तो नि छ र दलहरूको तयारी पनि भइरहेको छ। र यसमा यहाँहरूको तयारी चाहिँ के छ? अन्य पार्टीहरूसँग एलायन्स हुने सम्भावना छ कि छैन? एलायन्स त मैले सुरुमै भनिहालेँ, अहिले अन्य ठुला राजनीतिक दलहरूसँग एलायन्स भन्ने कुरा छैन। तर एउटा हाम्रो सङ्घीय लोकतान्त्रिक मोर्चा भन्ने पहिलेदेखि बनाएको थियो, त्यो एलायन्सबाट भोलि जान पनि सकिन्छ। र अहिले धेरै दलहरू त हामी आफैमा पनि मर्ज भएका छौँ।
रह्यो। जसपा नेपाल पुरै चुनावको पक्षमा छ। जसपा नेपालले समानुपातिकको काम त सिध्याइ नै सकेको छ। अब प्रत्यक्षतर्फको पनि नामहरू चाहिँ लिने काम गरेको छ। पार्टीको स्पष्ट निर्देशन अब चुनावको तयारीमै लाग्ने भएको छ र देशलाई एउटा शान्तितर्फ निकास दिने हो भने, देशलाई स्थायित्व पोलिटिकल नेतृत्व दिने हो भने यो सरकारलाई चुनाव गराउनमा आम नेपाली जनताले र राजनीतिक दलहरूले मलाई लाग्छ सहयोग गर्नुपर्छ र फागुन 21 चुनाव शान्तिपूर्ण तरिका र निष्पक्ष ढङ्गले भयो भने यो देशको हितमा चाहिँ राम्रो र अहिलेको वातावरण हेर्दाखेरि चुनाव हुने, त्यो शान्तिपूर्ण हुने कतिको यहाँले महसुस गर्नु? अब यो त किनभने त्यो जेनजी आन्दोलनमा हतियार लुटिएको भने एक किसिमको दलहरूमा त्यो प्रयोग हुने हो, भोलिको दिनमा त्यसले चाहिँ असर गर्ने हो कि भन्ने त्रास पनि छ। सुरक्षा नीति निकायमा पनि त्यो त्रास छ। त यो कुरा त्यही त सुरुमै मैले भने र फेरि पनि म भन्न चाहन्छु, यो कुरा शान्ति सुरक्षाको प्रत्याभूति गराउने काम चाहिँ निर्वाचन आयोगले निर्वाचन गराउँछ र अहिलेको निर्वाचनको लागि बनेको अन्तरिम सरकारले गराउने हो। यो कुरा शान्ति सुरक्षाको ग्यारेन्टी अहिलेको वर्तमान नेतृत्वको सरकारले गराउन सक्नुपर्छ र अहिलेको वर्तमान सरकारले पनि सम्पूर्ण राजनीतिक दलहरूलाई विश्वासमा लिएर, किनभने चुनाव लड्ने काम त राजनीतिक दलको हो, बिना राजनीतिक दलको त चुनाव हुँदैन। त्यसैले दुवै पक्षको चाहिँ सुमधुर सम्बन्ध भयो भने मात्रै हामी निष्पक्ष चुनावको चाहिँ आशा गर्न सक्छौँ। हस्, यहाँको अमूल्य समय र महत्त्वपूर्ण विचारका लागि ब्रेकिङ संवादको तर्फबाट हार्दिक आभार व्यक्त गर्छु। यहाँहरूलाई पनि धन्यवाद र ब्रेकिङ नेपाललाई चाहिँ मलाई पनि यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। हस् त दर्शकबिन, ब्रेकिङ संवादको समय सकिसकेको छ। आज ब्रेकिङ संवादमा अतिथिका रूपमा हुनुहुन्थ्यो जसपा नेपालका नेता तथा पूर्व मन्त्री जयराम यादव। आजका अतिथिसँगै म मिन कुमार नवोदितलाई पनि बिदा दिनुहोस्। नमस्कार।